आज शनिबारको दिन हामी भर्लिनीसम्मको हाइकिङमा जाँदैछौँ। त्यहाँ जानको लागि सबैभन्दा पहिले हामीले भानु चोकबाट टेम्पो समात्यौँ। टेम्पोबाट हामी सिधै बेस क्याम्प, यो 0 पोइन्टको बेस क्याम्पमा एउटा पेट्रोल पम्प छ, त्यहाँसम्म गयौँ। त्यहाँ जानको लागि 50 रुपियाँ गोटा टेम्पोले लियो र त्यहाँबाट चाहिँ हामीले हाम्रो यात्रा सुरु गऱ्यौँ। यो पेट्रोल पम्पबाट चाहिँ हामी हाम्रो यात्रा सुरु गर्छौँ। हामी अब यहाँबाट अगाडि बढ्यौँ। बाई बाई। ल कमन कमन आओ 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 आओ। ल अब यहाँबाट चाहिँ हामी हाम्रो यात्रा सुरु गऱ्यौँ है त। यात्रा एकदम एक्साइटमेन्टका साथ सुरु भयो। बाटोमा हामी गीत सुन्दै रमाइलो गर्दै अगाडि बढ्दै गयौँ। सूर्यको किरणसँगै हामी पनि अगाडि बढिरहेका थियौँ। मलाई लाग्छ यो पिण्डेश्वर बुढा सुब्बाहरूको यो डाँडा हो। जति उकालो चढ्दै गयो त्यति धरानको भ्यू देखिँदै थियो। यो चाहिँ घोपा क्याम्पमा ब्रिटिसहरूले घोपा क्याम्पमा यहाँ शिवचट्टाबाट पानी लगेको ठाउँ हो। बाटोमा हामी प्रकृतिसँग रमाउँदै केटाकेटीहरू पनि रमाउँदै खेल्दै हामी अगाडि बढ्दै गयौँ। जानको लागि चाहिँ यताबाट बाटो गए पनि हुन्छ। सर्टकट चाहिँ अझै एडभेन्चरको लागि चाहिँ त्यहाँबाट यसरी माथि जाँदा पनि पुगिन्छ। तर हामी चाहिँ सबैजना यसरी बाटो जान्छौँ। यो बाटोमा कस्तो राम्रो भ्यूहरू देखिने रहेछ। बाटो एकदम सहज सरल छ, सजिलै हिँड्न सकिन्छ मजाले। सधैँ राम्रो भ्यू। माथि डाँडामा लहलह धानहरू फलिरहेको छ र त्यहाँबाट हामी यदि वेदर क्लियर हुँदाखेरि स्पष्टसँग हामी धरान पानमारा राम्रोसँग देख्न सक्छौँ। असाध्यै राम्रो प्राकृतिक सौन्दर्य भएको ठाउँ छ। हामी बेला बेलामा थकान मेटाउन रमाइलो गर्दै नाच्दै हामी अगाडि बढ्दै गइरहेका थियौँ। यहाँ आएपछि चाहिँ हाम्रो दुईवटा बाटो हुन्छ, एउटा यता जाने एउटा यता चाहिँ शिवचट्टा पुगिन्छ अनि यताबाट चाहिँ हामी भेडेटार जान्छौँ।